ब्लेडले पुष्पाको हुन्छ है। यही हेर्नुहोस् है, नयाँ सिस्टम यो चाहिँ। हेर्नुहोस् है, त हेर्नुहोस् है भुत्ला कति मजाले निस्किन्छ है। भित्रभित्र अड्केकोहरू पनि सबै निस्किन्छ है। हेर्नुहोस् है, यी मजाले झर्छ है यसले। ह्याक्सो ब्लेडले गऱ्यो भने चाहिँ मजाले झर्दो रहेछ क्या। हेर्नुहोस् है, यी पुरानो ह्याक्सो ब्लेड, नयाँले त होइन, पुरानोले है। हल्का सर हल्का तान्नुपर्छ। हेर्नुहोस् है, मजाले निस्किँदो रहेछ। नयाँ जोगा यो चाहिँ। घोडाहरूलाई चडक्कैको टिलिक्कै टल्काउँछ भने चाहिँ ह्याक्सो ब्लेड चाहिने रहेछ। अब यो ह्याक्सो ब्लेडले सट्टै भुत्लाहरू सबै झारिसकेर चाहिँ फेरि ब्रस चाहिँ गर्नै पर्छ। लामो न लामो यो जुन चाहिँ लामो लामो उम्रेको नयाँ पुरानो भुत्लाहरू चाहिँ सबै नै झर्दो रहेछ है। ह्याक्सोले गर्नुपर्दो रहेछ है। यस्तो बन्दोबस्तहरू चाहिँ के गरिरहनुपर्छ क्या। हेर्नुहोस् है, आम्मामा भुइँ गरेको